मन घरुङ्गो भएको छ, भारी भएको छ र ढुक्क भएको छु। यिनले जतिसुकै अपराध गरे पनि चितवनले नीलो क्रान्तिको सुरुवात गरिसकेको छ। चितवनबाट जन्मिएको यो क्रान्ति अब देशभर फैलन्छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, सिङ्गो राज्यमा माथि लाग्दा पनि मलाई तपाईँले दिनुभएको आशीर्वादमाथि पूर्ण भरोसा थियो। मैले अनुहारमा कहिले दुःख ल्याइनँ, म कहिले विचलित भइनँ र हुनेवाला पनि छैन। किनकि एउटा व्यक्ति बन्नको लागि, एउटा पार्टी बनाउनको लागि चालिएको अभियान नै होइन, यो त सिङ्गो पुस्तालाई न्याय दिनको लागि थालिएको अभियान थियो। हामीले सुरु गरेको यो क्रान्ति, चितवनले रोपेको यो बिउ बिस्तारै बिस्तारै उम्रदैछ, फक्रदैछ, फुल्दैछ र फल्दैछ। आउने निर्वाचनमा यसको फल लाग्नेछ। यही चितवनले अन्याय पर्दा न्याय दिनका लागि उठाएको आवाजको बिउ बोकेर हामी राष्ट्रिय स्वतन्त्र पार्टीका रूपमा गत निर्वाचनमा उभियौँ। सर्वाधिक मत दिएर तपाईँले पठाउनु भयो। खोइ किन हो फेरि मलाई संसदबाट निकालियो। मैले सहर्ष स्वीकार गरेँ र पुनः निर्वाचनमा तपाईँहरू समक्ष आएँ। तर संसदकै सबैभन्दा बढी मत दिएर पठाइएको मलाई बिना कारण संसदबाट फेरि निकालियो। म फेरि यहाँ आएको छु, म फेरि चितवन आएको छु, सिङ्गो पार्टी बोकेर, पार्टीका परिवारहरू बोकेर। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई न्यायप्रेमी जनताप्रति विश्वास छ। यो लडाइँ एउटा चुनावका लागि लडेकै होइन। गत निर्वाचनमा पनि मैले भनेको थिएँ, यो एउटा निर्वाचन लड्नको लागि लडिएकै होइन, यो त एउटा पुस्ताका लागि लडिएको हो। सिङ्गो पुस्तालाई देशबाट लखेटिएको छ, बाआमालाई रुवाएर लखेटिएको छ। यो लडाइँ त्यसका लागि हो नि। म कता कता सुन्छु पुराना दलका नेताहरू संसद पुनर्स्थापनाको रट लगाइरहेका छन्। कुन संसद पुनर्स्थापना? अन्याय र अत्याचारको पराकाष्ठा नागेर 2/3 बलमा नेपाली जनतामाथि दमन गर्ने, आफ्ना मान्छे बचाउने, विरोधीलाई फसाउने संसद बुझाउन खोजेको भयो भने खबरदार, त्यो सम्भव छैन। संसद आउँछ तर नयाँ म्यान्डेट लिएर आउँछ, नयाँ नयाँ अनुहारहरू आउँछन्। देशघाती, राष्ट्रघाती, राष्ट्रद्रोही, भ्रष्टाचारी, अत्याचारीहरू होइनन्, राष्ट्रप्रेमी, राष्ट्रका सन्तानहरू आउनेछन्। नेपाल आमाका सपुत सुपुत्र सुपुत्रीहरू आउनेछन्। संसद आउँछ, फ्रेस म्यान्डेट लिएर आउँछ। हामी फेरि आउँछौँ। हामीले शान्त विद्रोह गरेका थियौँ। हामीले गरेको विद्रोहमा चितवनमा हामीले फुल र मुस्कानबाट सुरु गरेको होइन र? कसैको पनि कुनै आमा बाआमाहरूको काख रितिएन, कसैको पनि सिउँदो पुछिएन, कहीँ कतै रगतको एउटा खोपा पनि चुइएन। हामीले त्यसरी सुरु गर्न खोजेको थियौँ। हामी बदल्थ्यौँ यिनलाई। 84मा बदल्थ्यौँ सामर्थ्य पुर्याएर। लोकतन्त्रको सबैभन्दा राम्रो निर्वाचन हो, त्यही निर्वाचनबाट हामी आउँदै थियौँ। तर निर्वाचन गरेर, निर्वाचित भएर लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष आम निर्वाचनबाट, ब्यालेटबाट मत लिएर आएका हामीलाई संसदमा कुन हुर्मत लिए नेपाली जनताले साक्षी बनेर आँखा नजिन्कै हेरेका थिए। तर उनीहरूले दम्ब देखाए, उनीहरूले बल देखाए, उनीहरूले शक्ति देखाए, उनीहरूले पाखुरा देखाए। पाखुराले देश चल्दैन, जनताको मतले चल्छ। त्यही जनताको मतको बलमा हामी फेरि एक ठाउँमा उभिएका छौँ। आफ्नो स्वार्थलाई होइन, देशको स्वार्थलाई केन्द्रमा राखेर हामी सबै मिल्दैछौँ। मैले भनेको थिएँ, जो मिल्नुपर्ने हो सही समयमा आएपछि सबै मिल्छौँ र एकै पटक बेठिटी बढार्ने हो। अब एकै पटक बेठिटी बढार्ने हो। अघिल्लो निर्वाचनमा हामीले भनेका थियौँ, तपाईँहरूले मत नबाँड्नुहोस्, समानुपातिकमा एउटा उता दिउँला, एउटा यसो उसलाई दिउँला भनेर जुन बाँडचुड भयो नि, मैले त्यतिखेर पनि भनेको थिएँ, बेठिटीको ज्वरो उखल्नको लागि त समानुपातिक के प्रत्यक्ष के घन्टी बाहेक अर्कोमा हाल्ने कुनै उपाय नै छैन। कतिलाई लागेको थियो तिमीहरू मात्र भएर हुँदैन, अनि जम्मा भएर आएर नयाँ नयाँ मिल न, तिमीहरू पनि उस्तै हो, मिल्दैन कि क्या हो भन्नुहुन्थ्यो। लौ मिल्यो, अब हाल्ने हो घन्टीमा। र यो भोट, यसपटकको भोट अहिले जन्मिएका केटाकेटीका लागि मात्र होइन, यो माटोमा, यो धरतीमा जन्मिन बाँकी रहेकाहरूको भविष्यका लागि पनि सम्झिएर भोट हाल्ने। हामी तयार भएर बसेका छौँ। नेताका रूपमा, पार्टीका रूपमा हामी त तयार छौँ। हामीले कस्तो किसिमको वातावरण बनाउँदैछौँ, हामी के गरिरहेका छौँ भन्ने कुरा यो 3 वर्षमा सिङ्गो देशले देख्यो। अब त बेला पनि भयो। अब हामीले आफ्नो भविष्य लेख्ने जिम्मा नेपाली जनताको हातमा छुट्याइदिएका छौँ। आफ्नो भविष्य आफैले लेख्ने हो, यिनलाई प्रतिपक्ष पनि नराख्ने हो।